देखो ना गाइस सरकार Cheers, check it out, cheers! हाम्रो यात्रा सुल्टी हो नन्दीको सिङबाट हेर्दा बच्चा शिवलाई भन्छ ओ यहाँबाट पो आउँदो रहेछ त फोटो गाइज यार ल ल ओके है त पारीको हेर न कस्तो छ कस्तो कस्तो दिनुपर्छ पोसिका है गाइज उता छड्के हेरिदिन्छु म कहिले के लिएर दिनभरि रोक्दै खिच्दै हाल्ने बेला खै एकछिन मेरो पनि झ्याल खोला एकछिन रोक न त्यो चाहिँ कुनचाले काटिसकेको कस्तो ठुलो है त्यो त है सरकार हेर त नाड नि ओम नमः शिवाय ओहो त्यो थुन हेर न गाईको थुन जस्तो यार त्यसमा त के हो क्रिस्टल छ त यार डायमन्ड हो क्या त्यो कहाँसम्म हो कि जाने भनेको खास ए पुरा अँधेरो रहेछ सरकार कहाँ हो ओम नमः शिवाय पानी बगिरहेको थियो जय गुप्तेश्वर जय गुप्तेश्वर महादेव सेतो छ त यता त सुजन जय गुप्तेश्वर महादेव सरदार कहाँ हो आउन पछाडिको मान्छेले हराउँदा पछाडिको मान्छेले हामी बिचको यो त तर पानीले बनाएको रहेछ है बाटो यो ठुलो आएर हो पहिला नमः शिवाय पाँच पाण्डव यहाँ हो यहाँबाट घुमेर आएको भन्दा पाँच पाण्डव भन्नाले सबै मुकेर आफै भनेर त्यस्तो मन्दिरमा त सिक्का नमः शिवाय शङ्ख बजाउने ताल चाहिन्छ यार होइन मैले भने
ताल चाहिन्छ कि सिक्का छैन छुट्टो पो बजाउनु हुँदैन हो उसले अर्को नि रहेछ यो त हामीले बजाउनकै लागि हुन्छ खास 5 पन्नामा कता भनेको छोडिदियो अगाडि जानु राम्रो रहेछ त होइन यसको टुन चाहिन्छ कि मेरो भाइ त्यसलाई बजाउने लय हुन्छ कला हुन्छ एकौरोसँग कहिले नि बजाउनु हुँदैन भन्छन् तिमीलाई एकौरो बजाइरह बत्ती बुझाइन्छ सरकारमा बजाउँदैन यसलाई त्यही त्यसैलाई एकौरो भन्छन् कि ओहो ल आफै पनि चिसो होला के हो यो होइन यहाँ आउने मान्छेहरूले राखेको यहाँ रहेछ हो यही होला 5 मण्डप वहाँसम्म रहेछ यहीँसम्म मात्र रहेछ यही रहेछ सोध्यो 5 पन्नामा भएको माथि कस्तो छ 5 पन्ना त्यतै हो 5 पन्ना भनेको चाहिँ कता हो के हो अझै माथि होला अझै छ ठाउँ तर छिर्दैन नि त यहाँबाट त आउन छ छ एकदम बिस्तारै आऊ है शिवजी अड्किँदैन आउनु आउनु सरकार लास्ट यहाँ आउनु लास्ट एन्डिङ यस्तो बबाल छ ओम नमः शिवाय ओम नमः शिवाय है मित्र टमाटर चाहिँ ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय यस्तो राम्रो नजारा देखियो नि केटा हो माथि हेर तल हेर उता दायाँ हेर यता बायाँ हेर सही छ है कस्तो आफै कस्तो तरले यो पानीले त जमाइदियो यार हो हेर नि यो साह्रो साह्रो कि छाम न पानी होइन कि छाम न छाम बरफै हो कि होइन बरफ नि होइन चुनढुङ्गा भन्ने चुनडुङ्गा सानोतिर नजानु भन्दै थियो होइन सीता र काखमा सीता लपकुश भने लकुश ओम नमः शिवाय जय शिवजी रक्षा ओम गर्नुहोस् नमः शिवाय यति रहेछ ल हामी ओम यहाँबाट नमः माथि शिवाय छ त त्यो सानोमा नजानु भन्थ्यो नि ए हाम्रो 5 पन्डा बेतै हो यार बुझ्दै 5 पाण्डव यतै हो जस्तो छ ओइ केटा यहाँ रहेछ तर सानोमा नजानु भनेको थियो सिधरली ए यहीँ लेखेर थियो यहाँबाट चाहिँ घुमेर आऊ भनेर अर्जुन अनि यो सानो चाहिँ नजानु भन्थ्यो 5 पन्डा 1 2 3 4 लेखेछ नि 5 पाँचवटै छ यहाँ 1 2 3 माथि त कहाँ अड्किँदा त भने होइन अरूले नि थोरै नङ्गे कोटाहरू लिएर गएर लो भगवान मेरो भगवान मेरो प्रभु पानी कताबाट निस्केर है पानी सोची खाँदै त्यहाँभित्र फेरि पाइँदैन है त्यो त त्यहाँभित्र हाम्रो यो चाहिँ कुन चाहिँ गुफा हो मित्रजनहरू यो गुप्तेश्वर महादेव गुप्तेश्वर महादेव हामी गुफामा छौँ अहिले ठ्याक्क चाहिँ नि हेरेर अब हामी बिस्तारै कुसमा निस्किन्छौँ शिवलिङ्ग हो या शिवलिङ्ग आकार यस्तो छ ल यताबाट घुम्दै जाऊँ त ल हिँड
कति रमाइलो नेचुरलकै सबै है यो शिवलिङ्ग नि आफै फेरि बनाएको कि बनेको है आफै हो त्यो अलिअलि अलिअलि प्रकार चाहिँ भयो यो है यो सुपेस बनाएको कि बनेको यो साढ़े 2 महीना बनाले 75 डेज यहाँ सनलाइटै हुँदैन यो फाल्गुन 1 गतेदेखि आइरह्यो यो घाम माघ मासान्तसम्म थोपै घाम थिएन अनि तपाईँ यस्तो त त्यो थुप्रै घाम नहुँदैन यहीँ बस्नुहुन्छ अब के गर्नु है यो ठाउँ छोड्नु मिल्दैन क्या मिल्दैन है आफ्नो ठाउँ चाहिने सिँढी त योभन्दा पनि लामो छ नि कहाँ हो साला कहाँ हो उता त्यस्तो सुन्नु पाइन्छ क्या परातिर डल्लै डल्लै ए यसमा चाहिँ गाडी हेरिरहनु मिल्दो पनि यार मन्दिर हो नि त बुवा पञ्चेबाटै देखायो नि यो सनै हो दुईवटा नर्थ सिंह भन्छ अनि यो के हो नि यस्तो तल्कियो यो यस्तो नेचुरल हो है दुईवटा जमा क्याम्पुला हुन्छ यसरी माथि अलिक बत्ती छैन हामीलाई मादल बस्छ नि त्यस्तै खालको जहाँ त नेचुरल हो नेचुरल ल हुन्छ भाइ हामी घुमेर आउँछौँ अहिले ल आज 2वटा गुफा गयो यो चाहिँ नि शीतल गुफा है यो शीतल गुफा ठ्याक्कै भन्नु पर्दा यो बागलुङ जाने बाटोमा होइन तर ठुलो रहेछ त है यो त सय मिटर भनेको यति हो
ओम नमः शिवाय। आम नाम केटा हो खोइ कता हो आइज न 12 शिला भन्ने यहाँ रहेछ के ऊ 12 शिला 12 शिला यहाँ रहेछ नि 12 शिला राखेको पुरा शालिग्राम होइन यो के हो शालिग्राम सबै शालिग्राम पानी कहाँबाट झरेको के हेर्न मिल्छ यहाँ यो खोलेर हेर्न मिल्छ शिला पानी हेर्न त्यता यता पानी आयो घुम्तीमै भयो सरकार लिनु न त बाई बाई नानु हामी ल यो एउटा मात्र दुईटै अङ्कल भने न दुईटै लिने यहाँ आऊ नानी यहाँ आऊ तिमी आऊ गाडी ल लिदियो देऊ खोइ त खुजुरै छैन त अनि पैसै छैन छैन कि नानु एउटा मात्र लिन्छ साटेर आउँछ ढिलो हुन्छ छैन त छ नि खुल्लै छैन छ ठुलो भएको छ कि अहिले त कुन गीत अरे मेरो भाइ तिमीले के मैले बिर्सेँ कि सम्झेन भएको खोइ फेरि डम्फु बजाएको के अरे गीत यार टुना र डम्फु के हो थियो कि त्यो भन्दिनु है भन्दिनु मेरो हजुर भन्ने गीत हो क्या त्यो खास बिचमा हाल्न भने कि है बोल के बत्ती कता हो तल यहीँबाट छिर्दिनु न सर्टकट किन घुम्ने उहाँबाट भीमा सारा चुरोट लिने हो क्या चुरोट अरे त हुन्छ उतै हिँड्ला यो त किनारामा रोक्यो हुन्छ